सबैजना नमस्ते गुड मर्निङ। तपाईँहरूलाई सबै ब्लगमा स्वागत छ। आज त हामीहरू अब बेङ्गलोर फर्किने र हाम्रो सबै रेडी भइसकेको छ। बिहानको फ्लाइट भएकोले गर्दा हामी बिहानै घरबाट निस्किँदैछौँ है। हाम्रो प्रायः लगेजहरू गाडीमा हालिसकेका छौँ। मेरो मिसेस तयार हुँदैछ र अब एकछिनमा त हामी घरबाट निस्किने। तर बिहानैको हाम्रो फ्लाइट भएकोले गर्दाखेरि चाहिँ अब बिहानै एउटा जानु पर्दैछ हामीहरू है। र बिहानको नजरियाहरू चाहिँ यस्तो छ। राति पानी पऱ्यो, राति पानी परेकोले गर्दाखेरि चाहिँ यस्तो छ है। घरबाट बिहानीको देखिने दृश्य है यस्तो देखिन्छ साथीहरू। अब हामी चाहिँ गएको बाई बाई छोरी। ल राम्रो पर्ने बेटा आफ्नो मन छ हाल्यो सबै हाल्यो। ल ढिलो भयो। ल गएको हामी। ल बाबाको साथी बुबा तल हुनुहुन्छ। ए ल अहिले म गर्दैछु भने मैले बुबालाई। खोइ बुबा त आउनु। ल गएको है। बाई बाई सबैजनालाई। ल ह्याप्पी दसैँ। ल ल गएको है। बाई बाई मङ्पू। अब हामीले गएको अहिले बिहानै जान्छु भन्दै थियो आज। बाई बाई मङ्पू। यो त देख्दै गर्नु भएको बारीको हाम्रो मङ्पू हो यो है। एउटा मङ्पूको शहीद वेदी शहीद पार्क। अब यहाँ चाहिँ शहीदको वेदी छ है। यहाँ देख्नु हुँदै गरेको चाहिँ शहीद वेदी हो। र यताबाट त हामीहरू जाँदैछौँ चौरस्ता। हाम्रो भाइ हामीलाई पुऱ्याउनु गएको मै त ल्याउने पुऱ्याउने एउटा भाइ थियो, अहिले दाजु भएको छ। कुवा पानी भर्खर नागेर चाहिँ अब हामी रम्बीपट्टि जानेछ। रम्बीबाट हाइवे निस्केर सिलगढी
स्कुल डाँडा रेलवे ब्रिज सिक्किम जानेको लागि बनाउँदैछ। अन्डर कन्स्ट्रक्सनमा चलिरहेको छ काम भनेको त यो हो रम्बी बजार है। यो हाम्रो रम्बी फाटक। यो NH 10 को बाटो माथिबाट झर्छ यस्तो। यो तल टिस्टा कहिले टिस्टा रिभर यस्तो छ धेरै। मलाई सिक्किमहरूले यही गर्दैन प्रायः एसएनटी रोकेर क्या। त्यही भएर एसएनटी धारा भन्नु है। अनि एसएनटी स्टार्ट हुन्छ पुल। यो बाघपुल यहाँबाट तपाईको भुटान जयगाउँ यहाँबाट जान्छ। हामी अहिले काली मन्दिर आइपुगेका छौँ। यो काली मन्दिर एसएमडीको कुरा गरेको आइहाल्यो त।
अहिले त हाम्रो दार्जिलिङ मोडमा आइपुगेका छौँ है। यो त दार्जिलिङ मोड, यताबाट दार्जिलिङ जान्छ भनेदेखि खरसाङ हुँदै अब यताबाट चाहिँ हामी बागडुग्रा जानेछौँ। हामी त आइपुग्यौँ। अब इस झर्दैछौँ है। यहाँ नगरे अहिले धुनु लाउला नि। सकेर हाम्रो बोर्डिङ भइसक्यो है। बोर्डिङ भइसकेर चाहिँ अब हामीहरू 4 नम्बर गेटमा जानुपर्ने हुन्छ। र 4 नम्बर गेटमा चाहिँ अब हामी गएर एकछिन वेट गर्नेछौँ है। यो बागडुग्रा एयरपोर्टको नजारा यस्तो छ, बागडुग्रा एयरपोर्ट। र अब त हामीहरू गेटतर्फ बोर्डिङ भइसकेपछि हामीहरू गेटतर्फ गइरहेका छौँ है। र हामीसँग भाइ पनि छ एकजना ल है। 4 नम्बर गेटमा भनेको छ। 4 नम्बर गेटमा जानेछु है। र हाम्रो बोर्डिङहरू भयो र 4 नम्बरमा चाहिँ अब हाम्रो 4 नम्बर गेट हो। र 4 नम्बरमा चाहिँ हाम्रो अहिले खुल्ने टाइम भएको छैन। र अहिले खोलेपछि चाहिँ फेरि हाम्रो प्रवेशद्वारबाट भित्र फ्लाइटपट्टि जाने हुन्छ। हामी अहिले बागडुग्रा एयरपोर्टमा छौँ। डोमेस्टिक एयरपोर्ट हो यो चाहिँ, बागडुग्रा डोमेस्टिक एयरपोर्ट। हाम्रो चाहिँ अब बोर्डिङ भइसक्यो। हामी अहिले फ्लाइटमा चढिसकेका छौँ बागडुग्रा। हामी टेक अफको लागि रेडी छ। उडाइको टेक अफको लागि तयारी छ साथीहरूलाई है। बाई बाई बागडुग्रा एयरपोर्ट। र अहिले चाहिँ 25 भन्यो 29तिर टेक अफ हो साथीहरू है। अब हामी चाहिँ त्यस्तो छ, फगी दिन पुरा फगी लागिरहेको छ साथीहरू। हामीहरू उडिरहेका छौँ।
केही छिन हामी ल्यान्ड गर्नेछौँ बेङ्गलोरको केम्पिङगौडा इन्टरनेसनल एयरपोर्टमा। गरिसकेका छौँ है। ल्यान्ड भयो हाम्रो फ्लाइट र केही झलकहरू अहिले म बाहिरको देखाउनेछु। हामी भनेकै अहिले हाम्रो ल्यान्ड भइसकेको छ। बस्ने पर टर्मिनल 2 मा लिएर जाने साथीलाई एसी बस हो है। यस्तो छ हेर्नुहोस् लास्टमा परेको छु बेङ्गलोर। इन्डिगो पनि आउँदैछ। हामी आएको फ्लाइट त यो हो र अब हामी पर जाँदैछौँ। यतातिर हेर्नुहोस् है बेङ्गलोरको इन्टरनेसनल एयरपोर्ट केम्पिङगौडा इन्टरनेसनल एयरपोर्ट बेङ्गलोर। इन्डिगो पनि टेक अफ गर्नु लागि रेडी रहेछ। अहिले बसबाट उत्रेर अब लगेजहरूको लागि अहिले त हामी अब लगेजको लागि लगेज लिनलाई जाँदैछौँ। 7 नम्बरमा लगेज आउँछ र हेर्दै गर्नु होला है। यो केम्पिङगौडा इन्टरनेसनल एयरपोर्टको टर्मिनल 2 यस्तो छ है। हामी त अब यो लगेज रिसिभ गर्नुको लागि 7 नम्बरमा भनेको छ र 7 नम्बरमा जानेछौँ है। र 7 नम्बरमा चाहिँ तपाईँको लगेजको लागि पर्खाइ छ। त्यहाँनिर आफ्नो लगेजहरू यस्तो प्रकारले आइरहेको छ। यहाँनिर हामीले आफ्नो लगेज हेर्ने हुन्छ है। एउटै टर्मिनल 2 बाट एक्जिट भइसकेका छौँ है। हामी अब एक्जिट भइसकेका छौँ र यो टर्मिनल 2 हामीले यहाँनिर ओला क्याब वेटिङमा छौँ है। आइपुगेको छैन ओला र सबै यो क्याबको लागि वेटिङमा छ।
मल हाम्रो यहाँ राजाजीनगरको लुलु मल हाइपर मार्केट हो यो चाहिँ लुलु मलको है। फाइनली हामी चाहिँ अब रुममा आइपुग्यौँ है। रुम चाहिँ अब कति गएको छ रुम चाहिँ अब हामीले अब सबै भित्र हालेर गएको थियौँ र अब यस्तो छ रुम चाहिँ। होइन र अहिले त अब हामीले रुम सफा गरायो भने चाहिँ जोड तोड्ले हो। यहाँ साथीले यहाँ पठाइदिएछ खाजा हो। अब यो खाजा खाएर चाहिँ काम गर्ने हो र मेरो आज काम चाहिँ यसरी यहाँनिर सानो